अहिले चाहिँ म यहाँ क्राङ्गासको लेकमा आइसकेको छु है त। ट्याक्कसितले बिहानको सनराइज भ्यू पनि हेर्न सक्नुहुन्छ है हजुरहरूले। सनराइज भ्यू उता पर चाहिँ सनराइजको रिफ्लेक्सन देख्न सक्नुहुन्छ है। अनि आज चाहिँ म ठ्याक्कै 40 दिनपछि यो ठाउँमा आउँदैछु है त। अनि कम्पनी पनि म 40 दिनपछि नै जाँदैछु। अनि हेरौँला आज के कस्तो हुन्छ म देखाइहाल्नेछु है त। हेलो एभ्रिवान, सबैजनाले चाहिँ मेरो च्यानलमा फेरि पनि स्वागत छ है त। अनि अहिले चाहिँ म बिहानको 7:30 भइरहेछ। म चाहिँ क्राङ्गास जाँदैछु है त वेयर हाउसमा। आज जनवरी 2 हो। अनि सबैलाई ह्याप्पी न्यू इयर पनि है त। अनि आज चाहिँ मलाई किन बोलायो त भन्दाखेरि यो साउकोमा खोइ के सामानहरू छ अरे, त्यो सारिदिनु पर्ने भनेर मलाई चाहिँ अर्को कम्पनीबाट बोलाएको छ है। म सुरुमा काम गरेको कम्पनीबाट। अनि त्यही भएर जाँदैछु गाइज। अहिले 7:30 बजेसम्म नि आउँदा रहेछ, घाम लागेको छैन है। देख्न सकिहाल्नुहुन्छ हजुरहरूले पनि। अब चाहिँ म यहाँबाट थोरै अगाडि गएपछि त्यहाँ ट्राम चढ्नुपर्ने हुन्छ। जानुपर्ने वाला ट्राम पनि आउँदैछ है, हेर्न सक्नुहुन्छ। 47 नम्बरको त्यो त्यहाँनिर रोक्छ, त्यसपछि फेरि यहाँ आउँछ है यो ट्राम स्टेसनमा। अनि चाहिँ म जान्छु है त। अहिले चाहिँ म ठ्याक्कै उनीमा पुगेँ है। यहाँबाट पार्लियामेन्ट देख्न सक्नुहुन्छ हजुरहरूले है। यता दामी झिलिमिली भएको छ यो क्रिसमसले गर्दाखेरि। अनि अहिले चाहिँ म रोड क्रस गर्दैछु। यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू देखिरहेको भने। अहिले त पुरै सुनसान छ यार गाइज। यो ड्युटीहरू अफ भएकोले गर्दाखेरि होला, पुरै सुनसान। केही छैन, मान्छेहरू अलिअलि। हेर्न सक्नुहुन्छ गाइज कति ठुलो छ क्या यो, परसम्म छ यस्तरी गाइज। अब म जानेवाला मेट्रो पनि ट्याक्क 1 मिनटभित्रमा आइपुग्छ है त। ठ्याक्क म चाहिँ यहाँ छु है अहिले, हेर्न सक्नुहुन्छ। ट्याक्कै आइपुग्यो ल, म आइपुग्नु पनि। मेट्रो चाहिँ पुरै खाली छ गाइज, हेर्न सक्नुहुन्छ। पुरै खाली, अलिअलि मात्र मान्छे छन् है गाइज। भर्खर घाम लाग्न थालेको छ है, हेर्न सक्नुहुन्छ यहाँ। अहिले चाहिँ म यहाँ क्राङ्गासको लेकमा आइसकेको छु है। बिहानको सनराइज भ्यू पनि हेर्न सक्नुहुन्छ है हजुरहरूले। हेर्नु त ल कस्तो दामी देखिरह सनराइज भ्यू। अनि ट्याक्क चराचुरुङ्गीहरू। यति छेउछेउमा चाहिँ आइस जम्या रहेछ यार। उता चाहिँ पग्लेछ, यतिमा चाहिँ आइस जम्या छ ल, हेर्न सक्नुहुन्छ है। उता पर चाहिँ सनराइजको रिफ्लेक्सन देख्न सक्नुहुन्छ है। अनि आज चाहिँ म ठ्याक्कै 40 दिनपछि यो ठाउँमा आउँदैछु है त। अनि कम्पनी पनि म 40 दिनपछि नै जाँदैछु। अनि हेरौँला आज के कस्तो हुन्छ म देखाइहाल्नेछु है त। हेर्दै गर्नु होला सबैजना। अनि यस्तै छ गाइज। अब यो 2026मा स्यालेरी पनि बढ्ने भन्ने खालको कुराहरू सुनिरहेको छु मैले। टिकटकतिर धेरैजनाले भिडियो बनाउनु भएको। तर त्यो बढ्ने भन्ने कुरा खासै हाम्रो लागि त्यति बेनिफिट हुनेवाला छैन क्या। किनभने जम्मा 6% बढ्ने हो, त्यो भने जम्मा त्यही 150 जति चान्सुन बढ्छ होला नेट स्यालेरीमा है। ग्रस स्यालेरीमा त त्यो अलिक बेसी नै हुन्छ। तर हाम्रो नेट स्यालेरीमा बढ्दाखेरि चाहिँ त्यति बढ्नेवाला छ है। त्यही छ गाइज। अनि आज के कस्तो काम हुन्छ हामी हेरिहाल्नेछु मैले है त। अहिले चाहिँ मेरो कामहरू पनि सबै सकाएँ है। बिहान 8:30 बजे गएको। अनि 8:30 देखि हाम्रो 11:30 बजेतिरसम्म काम भयो। 10 तला माथिबाट त्यो क्रिसमसको लागि, न्यु इयरको लागि भनेर कुर्सीहरू अनि अरू के सामानहरू थियो त्यो लगाएर रहेछ। अनि त्यो चाहिँ हामीले सबै निकालेर वेयर हाउसमा ल्यायौँ।
अनि त्यसपछि म चाहिँ लिडल गएँ। लिडल गएर थोरै मासुहरू लिएर आएको छु, हेर्न सक्नुहुन्छ यहाँ। अनि अहिले चाहिँ म घर जाँदैछु गाइज। गाइज अहिले चाहिँ यो अर्को दिन हो है, म चाहिँ बिहान कुकुर बनाउँदैछु। अनि अब हिजो कामहरू त्यस्तै भइहाल्यो, कुकुरले दौड्दैछ मलाई। कामहरू त्यस्तै भइहाल्यो। अब फेरि 8-9 दिन जति काम बन्द छ। अनि अब जनवरी 12बाट मात्र काम जानुपर्ने हुन्छ है। अब तबसम्म भिडियोहरू कहीँ गइयो भने हाल्नेछु, नत्र काम सुरु भएपछि म के कस्तो हुन्छ हजुरहरूलाई देखाइहाल्नेछु है त। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको लागि चाहिँ म भिडियो यतैतिर सकाउँछु है त। फेरि अर्को भिडियोमा हामी भेट भइहाल्नेछौँ।